के छ यार मेरा प्यारा मुटुका टुक्राहरू भन्ना नि के हो तै बाछाको बिसर के म त भन के छ यार के हुँदैछ मेरो कलेजको पेपर के हुँदैछ आज सोमबार रहेछ है सोमबार अलि स्पेशल हुन्छ मेरो लागि चाहिँ म चाहिँ यसो ट्याक्क मन्दी जोडी सकिएको छु पूजा सुजा गर्दैको बिहान उठेर हुन त म भक्त त्यस्तो अब त होइन त्यति सोमबार चाहिँ अलि स्पेशल हुने गर्छ मेरो लागि निचोडी सके म काठमाडौँले मलाई निचोडी छोडेको चाहो यो हाम्रो कोठा हो होइन दिस इज आवर रुम नेपालीमा भने पनि हुन्छ यो झुल हो किनकि यहाँ मच्छर लाग्छन् यो भाइनेटको राउटर हो वी आर भाइनेट युजर यस त्यो कटौराको क्यान्डल हो है त्यो ग्यास चुलो भइहाल्यो पानी त्यो बाटा त्यो झोला त्यो ढोका त्यो फेरि झोला आयो 360 ट्याक चाहियो स्ट्यान्ड कहिलेलाई चाहियो स्ट्यान्ड पेनोरामिक भ्यू दिने भए यो मेरो ल्यापटप हो यो यहाँबाट म भिडियो हाल्छु है अबदेखि तपाईहरुले लाइक टोको शेयर गरो सब्स्क्राइब गरो जल्दी से लोन दिए लोग म आज के भनिरहेको थिएँ भनेपछि म यो मैले एउटा कविता भनौँ कि शायरी जस्तो लेखेको थिएँ कि पहिला मैले सुनाउनु मन लाग्यो क्या कविता कस्तो भनेपछि मेरी पहिला जो गर्लफ्रेन्ड थियो नि त्यसलाई चाहिँ छाडी गई राणले माया माया भन्दा भन्दै छाडी गई राणले भन्न दिने कि दिन्छु फिल्ममा अलिकति भन्न दिएन तिम्रो याद अनि एक कप चिया यो शीर्षक रहेको छ तिम्रो याद अनि एक कप चिया कस्तो थियो भनेपछि उसलाई चाहिँ चिया धेरै मन पर्ने के जस्तै अब कहीँ घुम्न गए पनि चिया भेटे पनि चिया कुरा गर्ने बेला पनि चिया यो पनि चिया त्यो पनि चिया चिया थियो क्या जिन्दगीमा ऊ हुने बेलासम्म ऊ त छैन तर चिया चाहिँ छ अझै पनि बाँकी छ त्यसैले मैले एउटा उसको र उसको चियाको यादमा एउटा कविता लेखेको थिएँ अर्ज किया है तिमीले र मैले सँगै पिएको चियाको तात बाँकी छ तिमीले र मैले सँगै पिएको चियाको तात बाँकी छ छैनौ साथमा तिमी तर औलामा चुरोट चिया अनि तिम्रो याद बाँकी छ औलामा चुरोट चिया अनि तिम्रो याद बाँकी छ यदि तिमी हेर्दैछौ भने चाहिँ यो तिम्रै लागि हो है धेरै त होइन यति नै छ छोटो मिठो हो अलिकति कहिले काहीँ लेखिदिन्छु म पनि अलिकति अब कविता त सुनाइहाल्यो अलिकति छोटो मिठो लभ स्टोरी पनि सुनाउँछु है कुनवाला म ये चियावाला कि अगाडि मेरो एकै लभ स्टोरी हो हावा कुरा नगर त्यो फिल्ममा आउँदैन एकचोटि कलेज पढ्दाखेरि होइन म अब सिनियर थिएँ ऊ जुनियर थिएँ आफ्नै ठाउँ भयो अलिकति लोकल जस्ता थिएँ क्या त्यहाँका अनि नाम चल्याएको थियो कलेजतिर नामचिन गएको थिएँ हामी अनि उसलाई देखेँ उसलाई फर्स्टचोटि देख्दा त यस्तो फिल भयो कि त्यो फिल्महरूमा सर हावा चल्छ नि सर ओ माई गॉड सुन्नु पऱ्यो कि म त सुन्ने भयो कोही यति प्यारा कोही यति राम्रा कसरी हुन सक्छन् हेरेँ एकचोटि हेरेर यो पनि उतै थियो के देखेँ त्यसलाई अनि म यसकोमा आएँ यो केटी चाहियो मलाई त जसरी पनि चाहियो अब त्यसपछि रिसर्च सुरु भयो अनि पहिला देखेँ त्यसपछि रिसर्च सुरु भयो को हो
कहाँ कि हो, कसकी छोरी हो, के गर्छ, कतिमा अब कुन इयरमा पढ्छ। जब त्यो खोजखानी भयो, अब लोकल थिएँ, धेरै टाइम पनि लागेन खोजखानी गर्न। नाम पत्ता लागेपछि आइडी भेटिए। त्योपछि कस्तो भइदियो कि अब हामी माथि बस्थ्यो कि हाम्रो कलेज तल अलिक खोलातिर थियो, हाम्रो घर चाहिँ अलिक डाँडातिर थियो। ठ्याक्क माथि तिनीहरू आइदिइरह के हामीहरू बजार एरियामा बस्थ्यो। मैले पनि देख्दिरह, अनि त कन्ट्रोलै गर्न सकेन, गएर सुन न दिइहालेँ मैले त। सुन न भनिहालेँ मैले, उसले पनि सुनेन, के सुन्थ्यो अब, म त सुन्दैन भनेर चल्दिरह भयो। त्योपछि अनि आइडी साइडी खोजेँ, आइडीमा म्यासेज गरेँ, त्यस्तो केही पनि रेस्पोन्सहरू आइरहेको थिएन सुरुमा त। पछितिर जलुवा थियो नि त हाम्रा कलेजमा, जलुवा। अनि बिस्तारै चलपल बढ्यो, यसो हेलो हाई सुरु भयो। अनि कहिले त अब 3वटा पिरियड हुन्थे 1.5 घन्टाका, अनि क्लास पनि छोडिदिने, त्यही क्यान्टिनमा बसिराख्ने, आउँछ हेर्नुपर्छ भनेर आफू जाने, सँगै केटाहरूलाई पनि लैजाने, कहिलेकाहीँ क्लासै खाली गरिदिने, क्यान्टिनै बस्दिने दिनभरि, साँझसम्म कलेजै बस्दिने। कहिलेकाहीँ होस्टेल थियो क्या हाम्रो कलेजमा, त्यहाँ तिनीहरू होस्टेल बस्थे। अनि गर्दा दिनहरू बित्यो, महिनौ बित्यो। अनि क्यान्टिनमा हिसाब गरेको चिया खाएको मात्र 10,000 पुग्दिरह। त्यहाँ क्यान्टिन बस्दा 10,000 को चिया त्यो पनि महिनामा। त्यो पछि अनि क्यान्टिन जान अनि कम गरियो, औरा फिल गरेर औरा। अनि बिस्तारै कुराकानी अगाडि बढ्यो, अगाडि बढ्दै गयो, कुराकानी हुँदै गयो, भेटघाट हुँदै गयो। अनि त्यो पछि लभ परिहाल्यो। अनि चल्यो लभ स्टोरी 2-3 वर्ष चल्यो। मेरो कलेज सकियो, त्यसपछि अन्त्य भयो। कलेज मेरो सकियो, अनि हामी टाढा भयौँ। टाढा भएपछि सम्बन्ध बिग्रिँदै गएपछि उसले आफ्नो बाटो रोज्यो, मैले आफ्नो बाटो रोजेँ। तर जे जस्तो भए पनि एक था राजा एक थी रानी, दोनों मर गए, खत्म कहानी। जे जस्तो भए पनि ठिकै भयो जस्तो लाग्छ। जो कुछ भी होता है अच्छे के लिए होता है। ऊ आफ्नो ठाउँमा सही, म आफ्नो ठाउँमा सही समयलाई दोष लाउँदै चित्त। मैले एउटा अर्को लेखेको थिएँ यार, म लास्ट अन्तरा पढेर सुनाउँछु है। लास्ट अन्तरा मात्र सुनाउँछु है, यही कुरामा। जस्तै अब म त गुनासो भन्दा नि मायाको यादहरूमै रमाउने गर्छु, विपनामा असम्भव सपनामै तिम्रो अङ्गालोमा हराउने गर्छु। तिम्रो कहानीमा तिमी सही, मेरोमा म समयलाई दोष लाउँदै चित्त बुझाउने गर्छु। सम्झे यस्तै छ होइन, यस्तै छ कथा, कहिलेकाहीँ व्यथा भइदिन्छ। ठिक छ, हामीले स्वीकार्नु बाहेक केही पनि त गर्न नसक्दो रहेछौँ नि। कसो जे छ ठिक छ, रमाइलो छ, जिन्दगी चलिराखोस्। सबैको राम्रो होस्, सबैको प्रगति होस्, सबैको भलो होस् प्रभु। मालिक सबका साथ भया प्रभु, राम्रो गर। कल्याण गर्ने। जिन्दगीको अर्को नाउँ भनेको सङ्घर्ष हो, अगाडि बढ्दै जानुपर्छ। त्यो सङ्घर्ष सबैलाई हुँदैन नि साथी। भोलिको दिनमा यसो जलुवाहरू भएनन्, जवानीमा छन्जेलसम्म जलुवाहरू भएनन् भनेपछि बुढेसकालमा के सुनाउने? कहानी त हुनु पऱ्यो नि सुनाउनु, यस्तो गरेको थिएँ भनेर। फर्केर हेर्दा के गरिस् भनेर, फर्केर हेर्दा केही देखिएन भने के मजा आयो त? अलिकता त दिनु पऱ्यो नि, चहल पहल। माइक म्यासेज। ल आजको लागि यति नै, फेरि भेट्ने बाचाका साथ हजुर माझबाट अहिलेलाई चाहिँ बिदा चाहन्छु। राधे राधे। ओम कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेश नाशाय गोविन्दाय नमो नमः। राधे राधे।